ल हामी चाहिँ गलकोटमा तालिम लिन जाँदै गर्दा है ल यो चप्पल यहाँ काम गर्ने मान्छे हुनुहुन्छ भन्ने देखियो। असारको मेलो मासु छ। खासमा चाहिँ हामी गलकोटमा गलकोट नगरपालिका अनि बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाको तीनटाको चाहिँ तालिम नवप्रवेशिका तालिम 2 दिनको तालिममा सहभागी हुनको लागि जाँदैछौँ। यो चाहिँ झरना जाने ताराखोलाको बाटो हो। झरना चाहिँ यो साइडमा पर्छ। एकछिनमा झरना पनि देखिन्छ। म देखाउँछु तपाईँलाई। यो अग्लो धुरी घुम्टेको धुरी। ल यता हाम्रो मिस हुनुहुन्छ। यी नदेखाउनु भन्नुभयो। ठिकै छ। कोदो रोपेको यी हाम्रो मिस अलि लजाउनु भयो। हाम्रो मिस ती हाम्रो अर्काको बुढी हो। सार्वजनिक नगरिदिनुहोस् भन्नुभयो। तर त्यस्तो लजाउनु पर्दैन। ल यसरी ल रिसाउनु भयो। रिस उठ्ने हो र भन्नुभयो। ठिकै छ। रिसाए पनि पछि त फेरि लास्ट आउँदा फेरि मिलन सर राम्रै आएर रहेछ। तेरि मेमोरी हुँदो रहेछ भन्नुहुन्छ। बाटो चाहिँ एकदम राम्रो छ यो। असारको मेलो कोदो फेरि अर्को बनाऊँ न भन्नुहुन्छ। अहिले एकछिनलाई हो। ल फाइनल्ली हो उहाँ तलको यो रोडमा पुग्ने हो। यहाँबाट सर्रै चाहिँ गएपछि हामी हटिया पुगिन्छ। ल गाईघाट झरना आइसक्यौँ। ठ्याक्क यी यस्तो मिठो छ ठाउँ। सरर खोला तल जानुहोस् टक्क। ल मिठो छ। ल गाडी आयो त ठ्याक्कै गयो। ल है झरना लुक एट दिस। वाउ ल टेस्ट वाउ ल फाइनल्ली चाहिँ झरनाको अवलोकन पनि गरियो। गर्मी भएको थियो निकै होइन। यो चाहिँ झरनाको चाहिँ बाफले चाहिँ निकै शीतलता प्रदान गर्यो। अब केही क्षणको यो फोटो सेसन हाम्रो भिडियो बनाउने कार्यक्रम सकिएपछि अब चाहिँ हामी आफ्नो गन्तव्यतिर लागिएको छ है। तपाईँले झरना छट्ट देख्न सक्नुहुनेछ। एकदमै दामी छ। राम्रो छ है। तपाईँहरू पनि आउन सक्नुहुनेछ। है एकदमै मिठो नेचुरल प्योर वाटर 100% को है। राम्रो धेरै मिठो छ। ल सँगै अब चाहिँ हामी लाग्यो। मिसले यहाँ खुट्टा धुँदै हुनुहुन्छ। बोल्दै पनि हुनुहुन्छ। यता चाहिँ यो सरहरू फोटो सेसनमा पनि हुनुहुन्छ यता है। आन्तरिक पर्यटनहरू आउनु भएको छ। ल म पनि पानी खान्छु। ल हेर्नुहोस् नेचुरल प्योर वाटर कस्तो हुन्छ। आहा आहा तपाईँलाई वाटरै देखाएर खाइदिनु न त। यो हो झरनाको चिसो पानी है। ल टक्क अब लाग्यो। ल जाउँ। मिसको ल फोटो सेसन अझै हुँदैछ। टक्क ल खोला यही नै हो है। 4 पाठी 5 पाठी माछा मारेको खोला यही नै हो। अहिले त बर्खा लागिसक्यो। यत्रो खोला बढिसकेको छ। अहिले त सम्भवै छैन माछा छोप्न होइन। अब तपाईँको चाहिँ चैत वैशाख कुर्नुपर्छ यो खोलामा चाहिँ माछा मार्नको लागि। त्योभन्दा अगाडि सम्भवै छैन। किन भन्दा यहाँको पानीको भाव निकै उच्च रहेको छ। अनि यो चाहिँ असला माछाको लागि प्रख्यात ठाउँ। यहाँ असला माछा बाहेक अरू माछा कुनै पनि पाइँदैन है। ल यहाँ चाहिँ गाडी लिएर पर्यटनहरू आउनु भएको छ। ल
ल यता माथि चाहिँ धुरी घुम्टेको धुरी है देख्न सक्नुहुन्छ। ल यो पुल तरेर टक्क जाने हो। अब यता गएपछि हटिया, यता गएपछि तारा खोला है। ल अब ओहो एकदम गर्मीमा चाहिँ शीतलता हुँदो रहेछ त्यो अनुभव गर्यो। केही समयको बसाइ पश्चात हामी चाहिँ फर्कियौँ। ल झरनाबाट फर्केपछि हामीले चाहिँ स्याउ खान थालेका छौँ। मिसले ल्याउनु भएको रहेछ कि मिसले यता खाँदै हुनुहुन्छ। अब मैले पनि सुरु गर्दैछु है। यो चाहिँ मिसले ल्याएको स्याउ हो, मिठै छ। हरिचौर टेवा जाने बाटो है भाइ। हेर्न पाइयो आँखाले खुट्टा त काटेको या त्यो त माथि त्यो त तारा खोलै हो नि। त्यो त ताबिया दिदी हुनुहुन्छ। तारा खोलाको सबभन्दा राम्रो उठको तिम्रो रातो लालीले मलाई लोभ्याउँछ अन्तिमले यौवनले भरिएकी स्वर श्रृङ्गार यौवनले भरिएकी स्वर श्रृङ्गार अप्सरा तिमी यौवनले भरिएकी स्वर श्रृङ्गार अप्सरा तिमी भर्नु पर्ने मात्र सिउँदो खालीले मलाई लोभ्याउँछ ओठको तिम्रो रातो लालीले मलाई लोभ्याउँछ ओठको तिम्रो रातो लालीले मलाई लोभ्याउँछ। तालीले बिगार के
वर्षायामको समय छ ख्याल गरेर जानु भन्यो। वर्षायामको समय छ ख्याल गरेर जानु भन्यो। खाजा पुको पार्यो भने झोला माछा खानु भन्यो। वर्षायामको समय छ ख्याल गरेर जानु भन्यो। नयाँ ठाउँ परिवेश अप्ठ्यारा र बाधा आउलान्। नयाँ ठाउँ परिवेश अप्ठ्यारा र बाधा आउलान्। आवश्यक सबै सामान यतै किनी लानु भन्यो। खाजा पुको पार्यो भने झोला माछा खानु भन्यो। व्यस्त हुँदा तिमी उता काममा अनि कर्म थलो। व्यस्त हुँदा तिमी उता काममा अनि कर्म थलो। दृश्य नि सप्तोकहरू सम्झकहरूको नानु भन्यो। खाजा पोको पार्यो भने झोला माछा खानु भन्यो। यता मलाई पीर चिन्ता अवस्था यो विषमताको कोभिड थियो त्यही भएर। यता मलाई पीर चिन्ता अवस्था यो विषमताको। ज्ञाता तिमी सर्वथोकको मैले त के जानु भन्यो। खाजा पोको पार्यो भने झोला माछा खानु भन्यो। कर्तव्य र जिम्मेवारी बोध गराई पेसाप्रति। कर्तव्य र जिम्मेवारी बोध गराई पेसाप्रति। हात लाउँदै बिदाइका छिटै आवाई सानो भन्यो। खाजा पोको पार्यो भने झोला माछा खानु भन्यो। थ्याङ्क यू।